अगमवक्ता यिर्मियाको जीवन बचाइएको थियो नबुकदनेस्सर आफैको आदेशले र चाँडै नै यो जानकारी सुरक्षाका कप्तान नबुजदानको ध्यानमा आउनेछ र यहाँ के भनिएको छ जुन यिर्मिया 40:1 राजकीय अंगरक्षकका सेनापति नबुजरदानले यिर्मियालाई साङ्नाले बाँधेर बेबिलोनमा लगिन लागेका यरुसलेम र यहुदाका अरू कैदीहरूका साथमा फेला पारेका थिए। उनले तिनीहरूलाई रामामा छोडिदिएपछि परमप्रभुको वचन यिर्मिया कहाँ आयो। अंगरक्षकहरूले सबैलाई कैदमा राखे, यिर्मियालाई पनि, जसलाई बेबिलोनमा कैदी बनाएर लगियो। तर यिर्मियालाई छोडियो किनभने परमप्रभुले के हुन्छ भनेर पहिले भन्नुभएको थियो। परमेश्वरले आदेश दिनुभयो र राजा नबुकदनेस्सर र कप्तान नबुजरदान दुवैले पालना गरे। साथीहरू हो, परमेश्वरप्रति विश्वासी रहनुहोस् अनि तपाईँलाई उद्धार पाउनुहुनेछ। कहिलेकाहीँ कसैले तपाईँलाई नराम्रो गरेको बेलामा पनि के भए प्रार्थना गरौँ। पिता, धेरै धन्यवाद। सायद हामी साङ्लाले बाँधिएको परिस्थिति हुन सक्छ, तर यी साङ्लाहरू विजय हुने छैनन्। चाँडै नै तिनीहरू भाँचिनेछन् किनभने हामी तपाईँलाई प्रेम गर्छौँ। अब म येशूको नाममा यो व्यक्तिलाई आशिष दिन्छु। आमेन।